केही खबर? किन ढिलो? अब 2 हप्ता मात्र तिमीसँग टाइम छ। मम्मी के गर्नु हुँदैछ? के गर्नु नि यहाँ दिनभरि लुगा धुएर सुकाएर यहाँ पट्याउँदैछु। तँ कहाँ गएर आएको? म चर्च गएर आएको मम्मी। चर्चमा पास्टर एल्डर डिकन त्यत्रो छ नि त। तँ पास्टर नि होस्? त्यस्तो होइन नि मामु, हामीले परमेश्वरको बोलावटलाई पनि त चिन्नु पर्यो। मैले चर्चमा धेरै सेवाकाई गर्ने परमेश्वरको मौका पाएको छु। सन्डे स्कुलमा नानीहरूलाई मैले सिकाउँछु। दिदीबहिनी सङ्गतिमा पनि दिदीबहिनीहरूलाई ह्यान्डल गर्ने मैले एउटा अवसर पाएको छु नि। तपाईँलाई थाहा छ त मम्मी सबै कुरा। भयो जा चिया बनाएर ले। हुन्छ मम्मी, एकछिन बस्दै गर्नुहोस् है। जति सम्झाए पनि लाग्दैन यसलाई। आमै के गर्नु हुँदैछ? बसिरहेको नि नानी। आमै मैले तपाईँलाई के ल्याइदिएको छु हेर्नु त। ए कति राम्रो, तै त हो नि छोरी, मलाई यति धेरै माया गर्ने। आहा मम्मी खोलेर हेर्नु न। ए राम्रो रहेछ। मन पर्यो तपाईँलाई? मन पर्यो त। यो हेर्नु त, यो कस्तो राम्रो देख्छ होला तपाईँलाई। यसो गर्नु, कति राम्रो देखेको अनि। तै त हो नि छोरी, घर धान्ने घरमा काम गर्ने तै त हो। मम्मी सुन्नु न, एउटा कुरा भन्नुपर्ने थियो। के छोरी? अफिसबाट मेरो सर चाहिँ हाम्रो घरमा तपाईँलाई भेट्न आउनुहुन्छ अरे। के गरौँ मम्मी? हुन्छ नि त छोरी। आमा यहाँ कफी छ, पिउनुहोस् है। बहिनीबाट सिक तैँले पनि। अब बोस पनि यहाँ घरमा आउनुहुन्छ अरे। तपाईँले मलाई कहिले बुझ्नुहुन्छ मामु? अनि हाम्रो परमेश्वरको प्रेमलाई तपाईँले कहिले बुझ्नुहुन्छ मामु? भयो धेरै नकरा। हे प्रभु, तपाईँले मात्रै मलाई हरेक मेरो परिस्थितिमा सम्हाल्न सक्नुहुन्छ। मम्मी मम्मी तपाईँ बस्दै गर्नु त। मम्मी कहाँ जानुभएछ? नमस्ते बाबु। नमस्ते। हेर नानीले ढोका पनि खोलिनछे। फ्ल्याट त राम्रो रहेछ तपाईँहरूको। के गर्नु बाबु, हजुरकै कृपाले गर्दा हो यो सबै भएको। त्यस्तो होइन नि मम्मी, यो त सब तपाईँको छोरीको मेहनत र परिश्रमको कारणले हो। फेरि हामी अर्को महिना उसलाई प्रमोसन पनि गर्दैछौँ। छोरी जब पानी लिएर बाबुलाई सबै कुरा थाहा छँदैछ। यसको नि बेलैमा घर जाउँ गर्नु पाएदेखि मलाई पनि ढुक्क हुन्थ्यो।
अनि तपाईँको जेठी छोरी पनि छ भनेको होइन? त्यसको कुरै नगर्नु बाबु, खालि त्यो च च च भनेर दिक्क लागिसक्यो मलाई। मेरो मन कटी खाइसक्यो त्यसको कुरै नगर्नु बाबु। ल अब लाग्छु है। बाबु खाना खाएर जानुभयो हुन्थ्यो। होइन केही छैन, आउँदै गरौँ होला, केही छैन, पछि खाउँ। वाउ, कस्तो राम्रो ठाउँमा लिएर आउनुभएको छ। तिमीलाई मन पर्यो? मन पर्यो। यो त मेरो सधैँ हेर्ने ठाउँ हो। ए हो र? बस्नु न त सर, अब यहीँ। हुन्छ हुन्छ ल बस्छु। ठाउँ त राम्रै रहेछ सर। राम्रो छ नि, म सधैँ आउने ठाउँ, मैले त्यो भएर त ल्याएको नि तिमीलाई। आज तपाईँलाई त अरू दिनभन्दा निकै राम्रो देखिरहेको छु। हो र सर? हो नि, यहाँ हाम्रो तिमी को छ र? के सोच्नुभएको तपाईँले मलाई सर? म त्यस्तो खालको केटी होइन। मैले पनि त्यस्तो केही सोचेको छैन नि। एक्सक्युज मी, नो मिन्स नो। कि मैले तिमीलाई पूजा गर्न ल्याएको हो? सर, मैले तपाईँलाई कस्तो सोचेको थिएँ, तर तपाईँ कस्तो भएर निस्किनु हुँदैछ। तिमीले मबाट के अपेक्षा गरेको थियौ? सर, मैले तपाईँलाई मेरो असल साथीको रूपमा हेरेको थिएँ। सायद हामी एउटा पोजिटिभ पार्टनर पनि बन्न सक्थ्यौँ। Married, you have baby already, so यो सब नाटक के को लागि नाटक गरिरहनु भएको? I'm getting divorced. I like you. I love you. What? It's done. Now it's over. अरे के गर्दो रहेछ? गर्मी भए जस्तो छ। चिया पानी ल्याइदिए बोल्ने मौका, यही आइडिया।
हेलो सुकु बहिनी म हजुर, पसलबाट हजुर। बोल्दैछु महिना मरिबाट कल गरेको थिएँ मैले बहिनी ए सब्जी कति भएछ तपाईँको 9175 भएछ बहिनी कहिलेतिर आउँ म ए हुन्छ पसलको सामानहरू पर्सितिर ल्याउनु पर्ने ल तिर्छु हुन्छ नि त ढिलो नगरिदिनुहोस् है Come in. किन बोलाउनु भएको थियो सर Today is your last day. मैले तिम्रो ठाउँमा अरू कसैलाई हायर गरेको छु तिमी जान सक्छौ शान्त रातको हावामा तिमीलाई खोज्छ यो मन अँध्यारो बाटो हिँड्दा पनि तिमी नै देख्छु हरेक क्षण थाकेको यो जीवनलाई तिमीले शान्ति दिन्छौ जब संसार टाढा जान्छ तिमी नजिकै हुन्छौ बहिनी महिना त मर्यो भाडा चाहियो नि अनि को आउनु भएछ ए तपाईँ पो दाइ आउँछु भन्नुभएको थियो दाइलाई पठाएको त हो नि अस्ति रित्तो हात पठाउनु भएछ हामी आफै आइहाल्थ्यौँ नि अनि पहिलाको महिनाको पनि अलिकति बाँकी रहेछ यो महिना पनि कहिले दिनुहुन्छ भाडा ठिकै छ मेरो 2 दिनपछि छोरीको सेलरी आउँछ मेरो कान्छी छोरीको म तपाईँलाई पठाइदिउँला ल ल म पर्सि आउँछु पर्सि चाहिँ फरक नपरोस् हाम्रो पनि अर्को ठाउँमा हिसाब किताब बुझाउनु पर्छ आँसु झरे पनि विश्वास अझै बाँकी छ तिमी साथ हुँदा यो मन कहिले एक्लो छैन हराएको बाटोमा तिमीले हात समायौ नदेखिने मायाले मलाई फेरि उठायो